गुड मर्निङ जुजलप्पा होइन। आज म किन छिटो उठेको भने आज के अरे हाइकिङ जाने भन्ने थियो होइन बहिनीहरूले। अनि छिटो उठेको पानी पर्न आँटेको छ फेरि यस्तो मौसममा हाइकिङ जानु। उता त जाडै हुन्छ नि त। अनि यता पानी पर्न आँटेको छ नि, उता पानी पर्छ क्या केराबारीतिर। हामी जान लागेको केराबारी हाइकिङको लागि। अब म फ्रेस हुन्छु गाइज, फ्रेस पनि भइसक्यो होइन। अब अल्छी लागेर यस्तो अल्छी लागेको हो रेडी हुनुपर्ने। अब रेडी हुन्छु अनि उता गएर हजुरहरूलाई आउटफिट देखाउँछु। अच्छा ओके, उता बहिनीकोमा रेडी हुने भनेको। अब यहाँ अल्छी लाग्छ नि त एक्लै, अनि उता बहिनीकोमा रेडी हुन्छु। अब चिया जान्छु। म चाहिँ बहिनीको घर पनि आइसकेँ होइन। अघि मलाई के दिदी म चाहिँ रेडी हुन्छु, अब रेडी हुन्छु भन्दै थिएँ होइन नि केटी। म रेडी भएको म त रेडी भइसकेँ होइन। स्टोरी हाल्दैछु क्या, स्टोरी नै छ होइन। कतिखेर रेडी हुने थाहा छैन। यो चाहिँ मैले गरिदिएको, आउनु तपाईँलाई गर्नुहुन्छ भने आउनु मेरो त्यसो। ल गाइस अब हामी रेडी हुन्छौँ। हामीले रेडी भइसक्यौँ होइन। हाम्रो आउटफिट देखाइसक्यौँ। अब जाने हो, आन्टीको भाषण सुन्नु पऱ्यो त्यहाँ होइन। सुरुको हाम्रो यात्रा चाहिँ एकपल्ट अबको हाम्रो यात्रा चाहिँ यहाँदेखि स्टार्ट हुन्छ। निशा यहाँ आऊ, तिमी पनि देखौँ न। हामी यति चाहिँ जान आँटेको, हाम्रो दिदी, मेन दिदी, पैसा तिर्ने दिदी, धनी दिदी। बाई 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 भेट्छु होइन। अब चाहिँ हो हामी चाहिँ हिँडेको, तर कहाँ हिँडेको थाहा छैन। पागल जस्तै खुर्सानी भएछ एकजना केटाले जिस्काउने हेरेको। चढिसक्यौँ होइन। अब यहाँदेखि जाने हो ठ्याक्कै केराबारी, त्यहाँदेखि अटोमा जाने माथि। अनि चाहिँ हिँड्दै अनि हाम्रो हाइकिङ स्टार्ट हुन्छ। यहाँ चाहिँ पानी पर्दैछ, तर पानी पर्दैछ यहाँ चाहिँ सिमसिम। अनि यहाँ छन् अर्को दुईजना बोल्दैन न, उहाँ थिएँ बिचरा उहाँ गएँ एक्लै भएर। हामी चाहिँ यहाँ छौँ। पछि हामी चाहिँ खाजा खाना आएको छौँ होइन। यहाँ खाजा खाना बसिरहेको छन्, खाजा खाना आएको छौँ। कहाँ गयो यो उहाँ चाहिँ बस्न। अब खाजा खाने अनि मात्रै हिँड्ने हो। अनि केराबारी चाहिँ पुगिसक्यौँ। ऊ चाहिँ भर्खर आउनु हुँदैछ भिज्दै उता। चाहिँ गाई चाहिँ भाडा डिस्काउन्ट गरेको छ हेर्नु न, भाडा डिस्काउन्ट गरेको ओ कस्तो राम्रो भ्यू, कस्तो राम्रो आइसक्यो यिनीहरूले। गाइस फकाइसक्यौँ गाइस। 350 मा एकजनाको 100 अरे एकजना निकै साह्रो महँगो हो यहाँ। फकाउँदा होइन गर्मी भइसक्यो। कस्तो गर्मी यार नि, अहिले पो गर्मी भयो नि। अटोमा चढिसक्यो भएर अटोमा चढिसक्नु होइन, बल्ल फगाएर होइन, बल्ल फगाएर हुँदैन। सो फाइनली वी आर इन अटो गाइस। हामी चाहिँ अटोमा बस्यौँ। अब सिट नमिलेर आफू चाहिँ यता ड्राइभर दाइ मन पर्यो मलाई। मेन चाहिँ भनेको मेनै चाहिँ नभनौँ न। आइसक्यौँ होइन पऱ्यो होइन। दुईजनालाई चाहिँ आउँदैछन् भर्खर। हामी चाहिँ यहाँ पुगिसक्यौँ। दुइटा उहाँ हिँडेका हिँडेछन्। उफ गल्यो। हामी चाहिँ थाकेर बसेर मर्नु आइसक्यौँ। आमामा यसले हो कि यसले नजिकै छ दिदी, जाडो छैन। यो साले हातेको ठाउँ लगाइदिउँ केटा सिग्निस। गाइस हामी चाहिँ थाकेर यहाँ बसिरहेको छौँ। अवस्था यस्तो छ है, यस्तो छ अवस्था चाहिँ। यता जिन्दगीमा आउँदिनँ म त हाइकिङ र टाइकिङ। मजा आयो मजा।
भने गाइस हेर्नु कहिले पुग्यो यार कालो डिङ्गर भइसक्यो आउँदा कस्तो थियो ब्लाउज पनि हेर्ने भ्यू कति हिँड्नुपर्ने अझै हिँड्नुपर्ने गाइस परेको छ गाइस यत्रो हिँड्नुपर्छ फ्याग भइसक्यो अब यहाँ गाइस हामी चाहिँ आइपुग्यो होइन बल्ल बल्ल आइपुग्यो जा त उयो निकाल अब टिकटक बनाउँछौँ गाइस हामी यहाँ हेर फेरि फोटो खिचेर धमाका म चाहिँ भर्खर उठेको होइन अनि हिजो भिडियो इन गर्ने भिडियो बनाउँछु अनि जाँदै बनाउँछु भन्दै थिएँ फोनमा 1% चार्ज थियो अनि बनाउनु पनि पाइनँ हिजो भिडियो घर पनि हिजो ढिलो आएको थियो क्या ढिलो आएको थिएँ घर अनि त्यस्तै 7 बजी 7:30 बजीतिर आएको थियो होला यस्तो खुट्टा दुखिरहेछ गाइस के भन्नु 6 घन्टा हिँडेको यो 6 घन्टा फर्स्ट टाइम म दोकान जाँदा त नहिँड्ने मान्छे हिजो 6 घन्टा हिँडेको झन्डै बेहोस भएर लड्नु जस्तो भएको थियो हिजो त झन् टिकटकमा हेरेर गएको क्या नजिकै होला भनेर गएको अब हाइकिङ त टाढै हुन्छ तर त्यस्तो टाढा त राम टिकटकमा हेरेर चाहिँ नजानु गाइस अबदेखि नजानु अब 6 घन्टा हिँडेको त टप ठुङ्गी गएको नि त यति हिँड्नु पर्दो रहेछ फेरि कोही उयो जाँदैन रहेछ क्या मतलब के अरे म्याजिक अरे अटो सटो केही जाँदैन रहेछ कस्तो बाटो कस्तो थियो गाइस म हिजो आउँदिनँ जस्तै भएको थियो घर यस्तो खुट्टा दुखिरहेछ अहिले पनि गाइस अब भिडियो चाहिँ आउँछ होइन हेरिदिनु होला सबैजनाले सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु सबैजनाले अब मेरो अर्को भिडियो कहिले आउँछ थाहा छैन मलाई यस्तो खुट्टा दुखिरहेछ बाई बाई